अनि हेलो गाइस, तपाईहरुलाई चाहिँ हामीले एकदम इन्जोय मात्रै गरेको देख्नु भयो होला भनेर यहाँनिर होमवर्कहरु चाहिँ देख्नु भएको छैन होला भनेर देखाइदिएको गाइस। यसरी पढ्दैछ म र अलबिरा चाहिँ रातिको 9 बजे है अलबिरा होमवर्क गर्दैछ, पढ्ने काम हुँदैछ हाम्रो। सो अब चाहिँ म तपाईहरुलाई बिहान भेट्नेछु, बिहानदेखि कन्टिन्यू गर्नेछु। सो स्टे ट्युन, हामी चाहिँ पढेर अब सुत्ने हो। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। अनि तपाईहरुलाई जसले मेरो नयाँ फेस देख्दै हुनुहुन्छ भने त्यसमै अंशु थापा। अन्त हिजोको भिडियो तपाईहरुलाई के कस्तो लाग्यो? सायद मैले क्लासमा सबै चाहिँ मैले भिडियो लिदिनँ किनभनेदेखिको लागि त्यो आफैले गरेको र त्यो के अरे तपाईहरुलाई भिडियोमा हेरेको अलिकति भए पनि उयो हुन्छ भनेर चाहिँ मैले जस्ट फोन एक्टिभिटिजहरु हालेको छु। अन्त चाहिँ हामीले के अरे त्यो चार्टमा हेरेर उयो गरेर एक्सप्लेनेसन दिएको त्यो हालेको छु। सो तपाईहरुलाई के कस्तो लाग्यो? आज चाहिँ 5th डे हो हाम्रो। डे 5 मा चाहिँ हामी रेडी भइरहेछु। अलबिरा होमवर्क गर्यो अन्त मिस पनि यहाँनिर पढ्नु हुँदै रहेछ है। कुन चाहिँ स्कुलबाट अरे मिस? हेलो, म चाहिँ कार्मे पब्लिक स्कुल एकछिन बिजनबारी कोलबोङ। सायद अर्को भिडियोमा पनि भन्नुभएको होला, तर पनि मैले फेरि नै रिपिट गरेँ। फर्स्ट टाइम। इट्स योर फर्स्ट टाइम? ओके, थ्याङ्क यू मिस। सो मिसले पनि होमवर्क नै होला है मिस? कतिको साह्रो पर्दो रहेछ नानीहरूलाई भन्ने पनि हामीलाई फिल भइरहेको छ है। अन्त यहाँनिर हुनुहुन्छ अर्को मिसहरू। सो लक गर्नुभएको छ, नक नक। भन्नै रहेछ खोल्नु चाहिँ है। खै अर्को मिस? यहाँनिर मिस रेडी हुनुहुँदैछ, रिगु मिस। सो हेलो। अन्त आज अन्त 5th डे तपाईलाई के कस्तो लाग्दैछ? मेरो त राम्रै भयो एक्सपिरियन्स है। धेरै कुराहरू सिक्यौँ, नयाँ नयाँ कुराको अनुभव गऱ्यौँ होइन। तर इन बिट्विन चाहिँ अलिकति हेल्थले साथ दिएन है। त ओके नै, राम्रै हुँदैछ। अलिकति उयो आयो कालो। यहाँ मिस पनि रेडी हुनुहुँदैछ, जया मिस। मलाई पढाउने पनि थियो जया मिस नै थियो हो। उसको मिसको नाम मिले तपाईँको नामले मिसको याद आयो, जल आयो। हजुर। सो मिसहरू पनि रेडी हुनुहुँदै रहेछ। अब क्लास स्टार्ट हुन आँट्यो। सो क्लासमै पुगेर भेटौँ है त। हामीले क्लास गर्नुपर्ने चाहिँ यहाँनिर हो, यो रुममा। यहाँनिर चाहिँ हल छ। सो अब चाहिँ हामी रेडी हुँदैछौँ क्लास जानुको लागि। भर्खर साफसफाइ त गर्नु हुँदै रहेछ मिसहरू चाहिँ यहाँनिर। मिसहरू पनि सबै रेडी भयो है। हेलो, गुड मर्निङ। आज 5th डे कस्तो लाग्दैछ तपाईँलाई? राम्रो लाग्दैछ है। होमवर्क गर्नुभयो? अन्त होमवर्क गर्नुभयो? गरेन? अब त नानीहरूलाई पिट्नु भएन नि फेरि होमवर्क गर्नु भने है। त्यही त है, डुलेर आज पनि जानुपर्छ नि। ल हामी चाहिँ क्लासको लागि गएको। जाउँ न। कहाँ? सो हामीले हिजो चाहिँ चार्ट बनाएको, सबै यो चार्ट बनाएर एक्सप्लेनेसन दिएको चाहिँ सबै यहाँनिर म्यामहरूले हाम्रो टालिदिनु भएछ क्लासरुममा। सो हामीले है यसरी नै नानीहरू, हामीलाई पनि देख्दा खुसी लाग्यो थियो, नानीहरूलाई पनि त्यस्तै हुन्छ होला हामीले यस्तो गर्दाखेरि भनेर अलिकति त्यो हजुर भयो है। हामीले पनि त्यो फिल गऱ्यो कि हामीलाई हामीले गरेको यहाँनिर माथि देख्दाखेरि खुसी लाग्यो। नानीहरूलाई पनि सायद त्यस्तै नै हुन्छ होला, हामीले पनि टालिदिनै पर्ने रहेछ भन्ने चाहिँ भयो। सो सरहरू हाम्रो पार्टनर, हामी चाहिँ यो बेन्चमा। त्यही त अब म्यामहरू आउनु आँट्यो होला। सो अहिले म एकछिनबाट भेट्नेछु। म चाहिँ के सम्झेँ भन्दाखेरि हाम्रो स्कुलमा पनि हाम्रो वरिपरि पनि हामीले त्यस्तो नानीहरू देख्छौँ।
तर त्यो नानीहरूलाई चाहिँ हामीले त्यतिकै नछोडेर चाहिँ त्यो नानीसँग चाहिँ कनेक्ट भएर चाहिँ है एज युजल अहिले टी टाइम भइरहेको छ हाम्रो। तपाईँहरूले अर्को ब्लगमा पनि देख्नुभयो टी ब्रेक लन्च ब्रेकमा मात्रै भेट्दैछौँ है। क्लासमा त अब भिडियो गर्नु भएन किनभनेदेखि क्लास चलिरहेको हुन्छ। सो हाम्रो यहाँनिर चाहिँ हुनुहुन्छ गोरुबथानको मिस सृष्टि, अन्त यहाँनिर एक कृति सृष्टि भन्नुमा त आउँछ यहाँ उयसको नाम चाहिँ सृष्टि हो नि त है, कृति मिस। अन्त यहाँनिर चाहिँ सबनम मिसलाई चाहिँ मैले नि नम्बर सेभ गर्दाखेरि ला मिसको नाम के हो फेरि इन्स्टामा हेरेँ कि फेरि कान्छी बुन्नु मात्रै छ नि त है। यहाँनिर सबै टी पिउनु हुँदैछ मिसहरू। मैले फलो गरेँ है। म पनि एकछिनबाट चाहिँ हाम्रो क्लास जाने हो। हामीलाई कति 10 मिनट भयो कि भयो 15 मिनट है, 15 मिनट्स दिन्छ टी ब्रेकको लागि चाहिँ। सो हामी एकछिनबाट टी पिएर चाहिँ जाने। क्लासमा चाहिँ म भिडियो गर्नु सकिनँ किनभनेदेखिको लागि हिजोको भ्लगमा चाहिँ अलिअलि गरेको थिएँ, त्यो पनि मिसलाई मैले नसोधिकन एकदम के अरे अटेरी भएर गरेँ। सो त्यसमा पनि मिसलाई सरी भन्छु, आज चाहिँ म गर्दिनँ। त्यस्तै फन एक्टिभिटिज भयो भने गर्छु, टी ब्रेक लन्च ब्रेकमा मात्रै हो। सो म अलिअलि गर्दै तपाईँहरूलाई सबै टिचर्सहरूलाई भेटाउँदैछु। सो स्टे ट्युन। यस्तो यो कटन हो कि के हो है, यो कटन नै त होइन होला है। सिमल के को फुल? पिलपिलेको फुल चाहिँ यसरी झर्दो रहेछ सेतो सेतै। सो यहाँनिर टी ब्रेकमा चाहिँ सबले घाम तापिरहेको छ। आज 5th डे मिस गर्नुहुन्छ कि भनेर चाहिँ यहाँनिर यहाँ पनि आइहालेको छ अरे है। अब हाम्रो क्लास स्टार्ट हुनु आँट्यो। 10 मिनट्स 15 मिनट्स बित्यो है। त्यही त अलिकति क्लोज हुँदै गयो है सबैजना। आमा फेरि आठवटा स्कुलको आज चाहिँ स्पेसल हाम्रो गोर्खे झोल रहेछ नि त है। गोर्खे साग रायोको साग। अन्त आज चाहिँ म एकदमै है चिकन खानु अनेबल भएकोले गर्दा चाहिँ गुन्द्रुक पकाउँदैछु। गुन्द्रुकै है ठिकै छ। अब म पनि खाँदैछु। अहिले एकछिनबाट भेट्नेछु, अन्त मिसहरूको गफ सुन्नुपर्छ है। बढे ल मिस पचार। सो हाम्रै फर्स्ट एन्ट्री रहेछ आफ्टर लन्च चाहिँ है। हाम्रै फर्स्ट एन्ट्री रहेछ। सो कोही पनि हुँदैन, हाम्रो क्लासहरू चाहिँ यसरी लागिरहेको छ। सो अहिले बिबिसमा देखाउँछु। हाम्रो चाहिँ क्लासमा पस्यौँ। अब एकछिनबाट म्याम आउँछ, त्यहाँदेखि फेरि कन्टिन्यू क्लास हुन्छ है। ल हामी चाहिँ स्कुल मतलब क्लास सकेर चाहिँ स्कुल पो भन्दैछ, क्लास सकेर चाहिँ अब हामी बाहिर निक्लेको छौँ। यहाँनिर मिसहरू पनि त्यहाँनिर छ सबैजना हामी निस्केको। हामी चाहिँ दुर्पिन जाने, उहाँ मिसहरू चाहिँ मङ्गलधाम जाने अरे। सो अब जाँदैछौँ हामी। यहीँबाट सुरु गरिदिनु भएको अन्त है। हेलो ए ग्यासले गर्दाखेरि होटेलको खाना पचाउनु नसकेर रहेछ नि त है। ल हजुर हुन्छ। ए हामी चाहिँ यस्तो ढक गरेको कि यहाँ आएर दिँदै रहेछ मिसले। जाउँ हेर्न।
हजुर जाउँ न ऊ मिसको मन लागेर पो आइदिएको यहाँ चाहिँ आलु मिमी कहाँ जाने आज तपाईँ नै ज्यादा छ है मेरो ब्लगमा अब म अपलोड कहाँ गर्दै जाने रहेछ आलु मिमी यहाँ आलु मिमी नेहाले फोन ट्राई गर्नु है भोलि आएर ल मैले साँच्चै गर्दै नि खानु हुँदो रहेछ मिठो मिस आलु मिमी खाएर चाहिँ फेरि अहिले भरे है ल बाई 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 अहिले भेटौँ हुन्छ अहिले आउँछु फेभरेट उसको आलु मिमी चाहिँ आलु मिमी फेभरेट हो चाउमिन पनि हल्काको त्यस्तैहरू नेहाले गर्दा सो यहाँनिर त्यहाँनिर चाहिँ बगानबेली अब चाहिँ हामी जाँदैछौँ यहाँनिर बजार आइपुग्नु आँटे बजारबाट चाहिँ जानुपर्छ अरे दुर्पिन सो त्यहाँबाट गाडी लगेर चाहिँ कति भन्छ कुनि आयो ए चुस्ने फुल पो रहेछ चुस्ने के भन्छ चुस्ने फुल है होइन उह माथि चुस्ने फुल रहेछ म तपाईँहरूलाई यहाँको बगानबेली यहाँनिर चाहिँ मैले पहिल्यैदेखिको देखेको बगानबेली चाहिँ एकदम भेराइटिज छ त्यो बगानबेलीको चाहिँ सो तपाईँहरूले जस्तो कलर भन्नुहुन्छ त्यस्तै छ यहाँ ल फाइनली हामी चाहिँ दुर्पिन डाँडा चाहिँ होइन तर हाम्रो प्लान चेन्ज भयो कोही पनि भएन दुर्पिन जाने त्यही भएर चाहिँ हामी यहाँनिर मङ्गलधाम आएको छौँ सो मङ्गलधाम त मेरो पहिलाको भिडियोमा पनि हेर्नु भएको होला सो अल्बिरालाई चाहिँ मैले लिएर आएको भनौँ न देखाउँछु है फेरि एकपल्ट के कस्तो भयो भनेर यस्तो होइन मेरो भ्युवर्स सब्सक्राइबरहरूले पहिला पनि देखिसक्नु भएको है अन्त यस्तो छ भिडियो चाहिँ वा उयो मजाको बनाएको छ है पिस फिल हुन्छ ऊ सरहरू छक्कै पर्छ होला हामीलाई देखेर फोटो खिच्दैछ सपना मिस हाम्रो प्लान चेन्ज भयो त स्ट्यान्डदेखिको हो प्लान त्यही त प्लान चेन्ज भयो दुईजना मात्रै माया लाग्यो कि होइन मिसहरू त्यही त मिटअप भयो नि त सबैजना ल घुमिसक्नु भयो फोटो ए हामी छिटो भएछौँ त स्पिड आएछौँ भने मजाको छ है मङ्गलधाम चाहिँ रङ्गी फुलको सो यहाँनिर हेर्नुहोस् यहाँ चर्च रहेछ तर चर्चको के भन्छ इन्स्ट्रक्सन चाहिँ सब गुम्बा रहेछ यहाँ हेर्नुहोस् न गुम्बाको जस्तो बनाएको कस्तो मजाले बनाएको ए गुम्बा गुम्बा टाइपले बनाएको रहेछ चर्च चाहिँ मोनास्ट्री जस्तो के चर्च अरे यो चाहिँ हजुर क्याथोलिक चर्च रहेछ यहाँनिर तर अलिक तपाईँहरूलाई त अँध्यारो अँध्यारो भयो होला एक एक वटा यहाँनिर त सबै रेस्ट पो गर्नुभयो त फोटो खिचेर थाक्नु भयो क्या है सबैजना रेस्ट पो गर्नुभयो त यहाँ माथि छ नि त है हामी यहाँबाट चाहिँ फर्केको हो चर्चबाट यो चर्च चाहिँ मङ्गलधाम मन्दिरको ठिक मुनिपट्टि रहेछ राम्रो लाग्यो एकदमै राम्रो सोच भएको मान्छेले चर्च बनाउनु भएछ सो भेदभाव केही नगरिकन मोनास्ट्री जस्तै
मोनास्ट्री र के अरे त्यो चर्चमा केही डिफ्रेन्ट छैन, सबै गड एउटै, जुनैमा पनि बस्नु सक्छ भन्ने चाहिँ बनाएको रहेछ है मिसहरू। खै हाम्रो अर्को ल गाइस, आजको भिडियो चाहिँ यति नै थियो। डे 5 पनि बित्यो, हामी चाहिँ यहाँनिर गफ हान्दैछ है। अन्त हाम्रो क्लासहरू पनि राम्रोसँगले भयो आज पनि। सो तपाईँलाई के कस्तो लाग्दैछ हाम्रो के अरे हामीलाई चाहिँ अलिक बस्नु मन थियो, बातचित गर्नु है। मेरो एकजना साथी चाहिँ जानुभयो, मलाई एकदम ग्यासको समस्या। अन्त हाम्रो ब्लगर नै उहाँ नै जान्छु भन्नु हुँदैछ, अदरवाइज हामी चाहिँ बस्दैनै हो। हामी दुईजना चाहिँ ब्लगरको चाहिँ के समस्या पर्यो दुईजनाको चाहिँ। मेरोलाई चाहिँ एकदम चिसो हुन्छ, यहाँ बाहिर त एकदम डरलाग्दो चिसो छ। त्यही भएर चाहिँ म चाहिँ उयसमा के अरे रेस्ट गर्ने हो। दुईजना यो विस्परिङ गर्दैछ, म त सुन्दिनँ। ल बाई 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 बाई, गुड नाइट। नानीलाई राखेर नि गर्नुभयो, राखेर गरौँ न, क्वालिटी कसेर होइन। हजुर पलेटी पारेर यो उपकार गराउँदा भयो। सास ब्रिदिङ ब्रिज आउट गरौँ न, 10 टाइम्स गरौँ न है। के योगा गरेको त एनर्जेटिक योगा हो। हजुर कम्ती त्यति बेला खिच्छौँ, यादै हुँदैन नि सुटुक सुटुक हजुर सुटुक सुटुक खिच्नुहुन्छ। हजुर हुन्छ। चिनी एड गर्नु ल। कृति मिस, यहाँ मिसहरू टी ब्रेकको है। जस खै टी ब्रेक। हेलो टी ब्रेक है। हो मिस गर्नुभयो अरे, ग्रुपबाट छुट्टिँदा। त्यही त है, ग्रुपमा छैन नि मिसले मलाई कहाँ राख्यो कि। ल अब हाम्रो चाहिँ टी ब्रेक भयो, टी र बिस्किट। साबन चाहिँ खानु सर्वदा मिस मिस हजुर सबैलाई आज चाहिँ भोलिदेखि त पुरा मिस गर्ने भयो हामी है, किनभने आज लास्ट हो। हजुर मलाई चाहिँ ब्लग हेरेर मिस गरिदिनु। थ्याङ्क यू। कसको ए ठुलोबाट पाउनु भएछ नि त है बिस्किट। र हाम्रो चाहिँ टी ब्रेक हो, सबैले चिया पिउँदैछ। अब एकछिनबाट कन्टिन्यू गर्छु। सक्नुभयो मिस? मैले त अल्छी लागेन। मिस चाहिँ हामीलाई वक दिइराखेर बाहिर जानुभएको छ। वक We have to press on the hit the sun. ए मिसहरू चाहिँ जाने अरे, बाई 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 बाई। सर्टिफिकेट दिनुभयो सर? ए हाम्रो चाहिँ लन्च ब्रेक भइरहेको छ। मिसहरू चाहिँ जानुभयो, किनभनेदेखिको लागि मिसहरूको चाहिँ गाडी पाउँदैन र बस्नु पनि हुँदैन अरे। हामी चाहिँ यहाँनिर सबै बस्नेहरू हो आज।
भेटौँ न हुन्छ ल अब हामी चाहिँ आज बस्ने त्यहाँदेखिको भोलि चाहिँ बिहानै जाने ए जानुहोस् न बाहिरै हुनुहुँदो रहेछ है म पनि त्यसो भए बाहिरै जान्छु सबै बाहिर त्यहाँ फोटो सेसन हुँदैछ एकदम सर्टिफिकेटसँग है मिस खुसी लागिरहेछ सर्टिफिकेट पाएर त्यही त छोडेर जानुपर्छ भनेर हेलो गाइस हाम्रो चाहिँ ट्रेनिङ सक्यो अन्त वी गट दिस 6 days ट्रेनिङ कम्प्लिट भयो सो याहु भन्नु पनि भएन है सो म तपाईँहरूलाई अलिअलि चाहिँ भन्छु डल्लै चाहिँ भन्दिनँ किन भन्दाखेरि चाहिँ अब डल्लै भन्नु पनि आफूले ट्रेनिङ गरिएको जतिकै अब मैले यहाँ बोलेर भनेको जस्तै त हुँदैन एकदमै अब मैले चाहिँ अहिले सोच्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ मैले जुन नानीहरूलाई जबरजस्ती पढाइराखेको थिएँ स्कुलमा तिनीहरूलाई सम्झेर मलाई एकदमै माया पनि लाग्यो त्यो वे होइन रहेछ अर्को वे अप्लाई गर्नु अर्को मेथडले उनीहरूलाई लानुपर्ने रहेछ ऊ चाहिँ कुन चाहिँ क्याटेगोरीमा छ अब मेन्टल हेल्थ भन्ने बित्तिकै हामीले चाहिँ के बुझ्छ भन्दाखेरि चाहिँ एकदमै टोटल पागल भनेर बुझ्छ अनि विड्रन भन्ने बित्तिकै त्यसको बारेमा चाहिँ मलाई पनि धेरै कुरो याद भयो विड्रन भन्ने बित्तिकै हामीले चाहिँ यस्तो चिया खाएर ल्यापेक्स भएर चाहिँ उसको कता कता दिमाग भएको त्यो बुझ्छ तर नानीहरूलाई पनि त्यो अप्लाई हुँदै रहेछ विड्रन नानीहरू पनि हुँदो रहेछ मेन्टल हेल्थ भन्ने बित्तिकै पक्ला गर्दै कराउँदै हिँड्ने त्यो होइन रहेछ भन्ने चाहिँ हामीलाई क्लियर भयो सो तपाईँहरू पनि एकदमै हामीले मेन्टल हेल्थको बारेमा नानीहरूको मेन्टल हेल्थको बारेमा तिनीहरूले त यस्तो पक्ला नानीहरूलाई पढाउने तरिका अपनाए मतलब त्यो सिकेको रहेछ भनेर चाहिँ बिल्कुल पनि नसोच्नु होला त्यो चाहिँ होइन किनभनेदेखिको लागि यदि तपाईँ पनि यस्तै मैले भनिसकेँ पहिलाको भिडियोमा पनि यदि तपाईँ टिचिङ प्रोफेसनमा छ भने यो ट्रेनिङ लियो भने चाहिँ तपाईँलाई बेस्ट नै हुन्छ किनभनेदेखिको लागि अब अहिले मेरो नानीहरूलाई मैले क्लासमा पहिलादेखि पढाइरहेको यस्तो नानीहरूलाई रियलाइज भयो कि मैले चाहिँ कुन चाहिँ मेथडले उसलाई पढाउनु पर्ने रहेछ कुन चाहिँ वेमा लानुपर्ने रहेछ भन्ने चाहिँ भयो सो त्यति नै थियो अब मेन्टल हेल्थ भन्ने बित्तिकै तपाईँहरूले त्यस्तो नसोच्नु होला है नानीहरू धेरै प्रकारको हुन्छ कसै सोचिरहने कसै बोलिरहने कसै के हुने त्यस्तो नानीहरूलाई कसैले ह्यान्डल गर्नुपर्ने सो त्योहरू भयो क्लासमा सबै एकदमै राम्रो भयो आई होप मैले अब गएर स्कुलमा चाहिँ मेरो बेस्ट यो अप्लाई गरेर चाहिँ मैले बेस्ट दिन्छु भनेर चाहिँ मलाई आशा छ सो त्यति नै थियो अब अल्बिरा मिसको बाट सोधौँ अघि नै मैले सोधेको थिएँ तिम्रो फिडब्याक के छ भनेर सो उसले भनेको छैन अहिले म सोध्छु त्यो तपाईँलाई देखाउनेछु सो अहिले उसले भन्यो भने चाहिँ म तपाईँहरूलाई भिडियोमा कन्टिन्यू लिन्छु नभए चाहिँ मेरो भिडियो यति नै थियो सो अब चाहिँ हाम्रो त्यहाँनिर बार्बिक्यू मतलब यस्तै सबै यहाँनिर टिचर्स 2-3 जना मात्रै
गएको छ घर जानेहरू छ सो उनीहरूलाई पनि डराउँछ भनेर अल्बिरा डराउँछ भनेर बिस्तारै आउँदैछ उसलाई फिडब्याक सोध्छ भनेर ल फिडब्याक भन छिटो डराउँछ क्या हो त्यो फिडब्याक भन्दैछु भन त्यो लको उयो हुन्छ भनेर हौ के पो सुन्छ भनेर तिमीले भिडियो गर्दा सो भन न त फिडब्याक देऊ तिम्रो मैले मेरो सब्सक्राइबरहरूलाई पनि भनेको छु हो मैले भनेको थिएँ नि उसको के छ भनेर त्यति नै थियो अहिले म तपाईँहरूलाई हामी सबै आजको दिनमा चाहिँ एकदम रिफ्रेस त होइन हामीलाई त्यस्तो बटन पनि परेन एकदमै फन एक्टिभिटिज वेमा पनि हामीलाई त्यो हामीले मिसले क्लास गराइराख्नु भएको थियो एकदम दिमाग त रिफ्रेस नै थियो तर पनि अब हामी एकदमै अब कहिले भेट्ने भनेर चाहिँ अलिकति हाम्रो के भन्छ त्यहाँनिर बार्बिक्यूहरू हुन्छ त्यो चाहिँ म तपाईँलाई नेक्स्ट भिडियोमा देखाउने छु सो सी यू इन नेक्स्ट ब्लग बाई बाई भन्दैन फिडब्याक अहिले थाकेको छु ल कुनै दिन भन्छु होला त्यति बेला सुन्नुहोस् होला राम्रोसँगले भन्छु ल बाई बाई